आज मेरो भति चाहिँ यति खुसी भएको छन् जीवनमा सायद पहिलोपटक होला हैन यति खुसी हुनु भएको छ कि राज लुकेको जस्तो लाग्यो कि राज बताइदिनु पर्यो अगाडि है राज त त्यस्तै हो कि नै अब मैले भन्नु मन बानी तपाईले देख्नुभयो होला मैले अघि फेसबुकको स्टोरीमा राखिसकेको छु मेरो आज युट्युबमा 1K सब्स्क्राइब पुरा भएको छ तर मैले सोचेको थिएँ आज कसरी कति लामो समयसम्म पुगाउँछु कहिले पुगाउँछु कसरी पुगाउँछु भन्ने कुरा मैले सोचेको थिएँ तर आज त्यो 1000 सब्स्क्राइब पुरा भयो तर त्यो 1000 सब्स्क्राइब कसरी पुग्यो कहाँ गएर पुग्यो के गरेर पुग्यो कसको सपोर्टमा पुग्यो कसको सपोर्टमा पुग्दाखेरि मेरो सम्माननीय गुरु हुनुहुन्छ YT जस्ट पोगटी भन्ने हुनुहुन्छ तपाईहरुले चिन्नु भएको होला सबै मेरो युट्युब फ्यामिलीले उहाँको लाइभमा गएर मैले सपोर्ट पाएर अनि मैले नजानेको कुरा उहाँले सिकाउनु भयो जिरो लेभलदेखि युट्युबको बारेमा मलाई सिकाउनु भयो अझै सिकाउँदै हुनुहुन्छ अझै मैले त्यो युट्युबको बारेमा धेरै कुरा जानेको छैन जान्ने प्रयासमै छु उहाँले धेरै कुरा सिकाउनु भएको अब सिक्ने प्रयासमै छौं सिक्दै छु सिक्ने प्रयासमै छु अब तपाईहरु सबैले जानेको सबैले मलाई सिकाउनुहुन्छ सपोर्ट गर्नुहुन्छ अनि त्यसै क्रममा पहिलो नम्बरमा YT जस्ट पोगटीको फुल सपोर्टले म आज यहाँ 1000 सब्स्क्राइब पुर्याउन सफल भएको अनि एकजना हुन्छ किराती अभिषेक भन्ने उहाँले पनि धेरै सपोर्ट गर्नुहुन्छ अनि वाइबा फुपू भन्ने हुनुहुन्छ उहाँले पनि धेरै सपोर्ट गर्नुभएको हुन्छ अनि ठुली दिदी अतिथि दिदी भन्ने उहाँको युट्युब आइडी छ उहाँले पनि धेरै सिकाउनु भएको छ मलाई यो अहिले अब पहिला 0 सब्स्क्राइब थियो हैन अहिले चाहिँ 1K सब्स्क्राइब पुग्यो यो चाहिँ कति वर्षमा हो कि यो कति महिना भित्र पुग्यो चाहिँ त्यो वर्ष भन्दाखेरि पनि मेरो युट्युब आइडी खोलेको त लगभग 2-3 वर्ष भइसक्यो होला तर 2-3 वर्ष हुँदा पनि तर मैले त्यो समयसम्म मैले कुनै युट्युबको बारेमा मलाई कुनै कुराको पनि जानकारी थिएन तर युट्युबमा कसैका सिरियल हेरिन्थ्यो अर्को गरिन्थ्यो युट्युबमा भिडियो हाल्नुपर्छ सब्स्क्राइब बढाउनुपर्छ भन्ने कुरा मलाई कुनै थाहा थिएन जब म YT जस्ट पोगटी सरको लाइभमा गएँ अनि उहाँले भन्नुभयो उहाँको भिडियो हेर्ने उहाँले कहीं कुरा सिकाउनु भएको थियो त्यस्तै गरेर म अनि उहाँ पछि लागेँ उहाँले मलाई यस्तो गर भन्नुभयो सिकाउनु भयो उहाँले सिकाउँदै पनि आज मेरो 1K सब्स्क्राइब पुरा भएको छ 1K सब्स्क्राइब पुरा भयो अब त्यो हुनमा हात चाहिँ अब तपाईको पनि छ तपाईहरुको साथीहरुको यताउति सबैको छ र त्यो यो 1K सब्स्क्राइब पुग्दासम्म तपाईले अब आफ्नो जीवनमा हुन्छ नि दुःख सुख अप्ठ्यारो बाधाहरु आइरा हुन्छ त्यस्तो तय गर्दाखेरि अब जस्तै मानौ अहिले चाहिँ अब सामाजिक सञ्जालको अब जमाना छ यसमा चाहिँ अब टिकटक भयो यताउति मेसेन्जर फेसबुक जस्तो चलाउने कुराहरुमा चाहिँ त्यसले बाधा अब एक ठाउँमा राखेर चाहिँ युट्युबमा मात्रै कसरी फोकस गर्नुभयो तपाईँ त्यो त अब कस्तो भन्दाखेरिमा पहिलो कुरा कि टिकटक कि मेसेन्जर अब त्यस्तै त टिकटक हेरेर कसैको टिकटक लाइभमा गएर अब त्यो फुर्सद समयमा त्यो समय जे होस् त्यो समय टाइम पास गरिन्थ्यो त्यो समय अनि त्यो टिकटक मेसेन्जर भन्ने कुरा मैले कुनै साथीहरुले पनि भन्थे आजकल त मेसेज पनि हेर्दैनस् मेसेज पनि गर्दैनस् किन हो कस्तो भन्ने तर मलाई आफै लाग्थ्यो कि त्यस्तो हैन सोच्थे तर साथीहरुलाई पनि भन्थे अनि कुनै टिकटक मेसेजमा आएको मलाई कुनै मेसेज आएको मलाई हेर्ने मन पनि लाग्थेन अनि टाइम भएको बेला बिहान बेलुका राति 2 बजेसम्म कहिले लाइभ हेरिन्थ्यो हेर्दाखेरि आज शनिबारको दिन ट्याक्क 1K कम्प्लिट आज यदि खुसी हुनु भएको छ है हजुर अब पहिला 0 बाट अहिले 1K अब सब्स्क्राइब भनेको चाहिँ अब त्यो सानोतिनो होइन नि त त्यति पुगाउनु भएको छ अब लागेपछि एउटै बाटोमा लाग्नुपर्छ हो किन मान्छे भइसकेपछि एउटै बाटोमा हिँड्नुपर्छ हिँडेपछि अब जति जीवनमा बाधा अप्ठ्यारो आउला त्यसलाई चाहिँ अब सम्हालेर अगाडि बढ्नुपर्छ हैन त्यस्तै गर्नुभएको छ अब हजुरले पनि अब हाम्रो सब्स्क्राइबरहरु भ्युजरहरु र युट्युब फ्यामिली लगायत युट्युब हेर्ने सम्पूर्ण दर्शकहरुलाई कि जाओस् न 2-4 वटा शब्दहरु अब उहाँले जे होस् माया गरिदिनु भएको छ उहाँहरुको भिडियो पनि हेरेकै छु माया गर्नु भएको छ उहाँले जे होस् अझै माया गर्नुहुन्छ जे होस् यनै खुसी हो आज जे होस् 1000 सब्स्क्राइब पुग्यो सबैभन्दा ठुलो कुरा त्यही हो अब भोलि पैसा कमाउनु पर्छ अर्को गर्नु पर्छ भन्ने कुरा हैन अब जे होस् पहिला टिकटक हेरिन्थ्यो टिकटक र मेसेजको नसामा चिन्जान भयो चिन्जान भयो जे होस् पहिलो कुरा यहाँ नेपालको भन्दाखेरि पनि बाहिरको साथी धेरै हुनुहुन्छ अब पहिलो कुरा के हुन्छ म भाषा नबुझेर पनि अब अरूले जे लेखे त्यही लेखेर पनि म सब्स्क्राइब गर्नुस् रिप्लाई दिने रिप्लाई माग्ने गर्थे
अनि त्यसपछि बोगटी सरकोबाट धेरै कुरा सिकियो र अझै सिकाउनुहुन्छ भन्ने आशा छ। यस्ता थुप्रै भिडियोहरू चाहिँ आउँदै राख्नेछन् हैन? अब आउँदै आउनेछन्। पहिला कस्तो भन्दाखेरिमा पहिला मलाई भिडियो हाल्नु गर्नु भन्दा पनि पहिला 1000 सब्स्क्राइब कसरी पुगाउने भन्ने ठुलो धोका थियो। आज त्यो धोका पुरा भयो। ल यति भन्दै अब हाम्रो महेन्द्र भतिजको चाहिँ आज यति खुसी हुनुभएको छ हैन? अब भतिज खुसी भइसकेपछि काका पनि खुसी नहुने कुरा भयो हैन? त्यो कुरा त अलरेडी थाहा नै छ हैन? अब त्यो हुँदाखेरि चाहिँ अब हाम्रो अब हप्तामा समथिङ एउटा भिडियो चाहिँ अपलोड हुनेछ हैन? युट्युब च्यानल महेन्द्र आइडी सब्स्क्राइब गर्नुभएको छैन भने तपाईँहरूले महेन्द्र आइडी 1426 सर्च गर्नु होला, सब्स्क्राइब अनि त्यहाँ ट्याक्क सब्स्क्राइब गर्नु होला, अनि ट्याक्क कमेन्ट गर्नु होला। म पनि तपाईँहरूको अनि युट्युब च्यानलमा गएर ब्याक गर्नेछु, अनि तपाईँहरूको कमेन्ट पनि गर्नेछु, तपाईँको त्यो भिडियो फुल वाच गरेर हेर्नेछु। ल धन्यवाद सबै फेरि।